नेपालगञ्जबाट हामी कति बजी हिँड्ने 6 बजे 6 बजी हिँड्छौँ अहिले कति बजे अहिले 7 बजिसक्यो होला बस्न लाग्यो 7 बज्न लागिसक्यो अनि हामी चाहिँ अहिले गोलपुरमा छौँ गोलपुरको हेर्न सक्नुहुन्छ तर मैले लास्टै पर्मिट गरेको भएर हल्का एकदमै मन पर्यो होइन पनि खानु पर्यो उसले चाहिँ अनि यस्तो खानु चिया भनेर यो तातो पानी पनि खायौँ हामीले यहाँ अनि रस गरेर अब हेरौँ अब पोखरा गयो फेरि कन्टिन्यू गर्छ राम्रो हिमालहरू देखिरहेको थिएन हेर्नुहोस् हाम्रो रुम यही हो हामी चाहिँ अहिले बेसी सहरमा आएर यहीँ स्टे गर्ने सोच्यौँ मेरो मुख लास्टै बमिट आएर हामीलाई गाह्रो भएको कारणले हामी त्यही बस्ने बेसी सहरमै बस्ने डिसिजन लियौँ एन्ड दिस इज अट्याच बाथरुम राम्रै छ ठिकै छ 1000 मा ठिकै हो नि अहिले चाहिँ 4 बजिसकेको छ अनि हामी चाहिँ यहीँ बसिरहेको छौँ बेसी सहरमै अनि खासमा आज हाम्रो डेस्टिनेसन चाहिँ मनाङ या फिर मनाङ नै हो नि के खान्छ मनाङ गएर ग्रिन लेक ब्लू लेक घुम्ने हो अनि पोखरादेखि बेसी सहरमा हामीले कुनै पनि भिडियो बनाउन सकेनौँ किनकि एकदम हामी फोन समातेर भिडियो रेकर्ड गर्ने अवस्था पनि थिएन हाम्रो त्यसैले हामीले नर्मल मान्छेहरू अब हाइसमा माइक्रोमा आउनुहुन्छ हामीहरू चाहिँ एकदमै अब भन्न पनि लाजै लाग्दो ट्याक्सी बुक गरेर आयो ट्याक्सी गाह्रो भयो हामीलाई अनि त्यसपछि हामी त अनि ट्याक्सी बुक गरेर आयौँ अनि 4500 लाग्यो हामीलाई चाहिँ बाई बाई अब हामी चाहिँ एकछिन रेस्ट गरेर अब हामी बाहिर बेसी सहर बजारतिर जान्छौँ अनि केही राम्रो लाग्यो भने चाहिँ हामी किन्छौँ हामी चाहिँ रेडी भइसकेको छौँ हामी चाहिँ सेकेन्ड फ्लोरमा बसेछौँ यस्तो चाहिँ आएको लाइट अन गर न रेडिमेड रहेछ कसलाई हो त खाना त यहीँ लिएर खाइन्छ जस्तो रहेछ देख्यौ अबे कति सानो हो यो त ओके सबैभन्दा सानो पुन्टे त यही होला यहाँ पनि रहेछ सबैभन्दा सानो यहाँनिरको फ्लोरमा बस्यो हामी एउटा वाला त फोकस गर्यो नि त राम्रो रहेछ यस्तो हो न यो शेर्पा टोपीको प्राइस कति हो 900 अहिले बाइक चलाउनु जस्तो देखि पर्दैन यो यस्तो पछाडि गराउनु नि मिल्छ होइन यस्तो गराउनु मिल्छ आन्टीले चाहिँ हामीलाई ल्याइदिनु भएको छ नि हो पानीमा तातो पानीमा नुन अनि सिल्टिमुर अनि के हालेको भन्नुभयो थियो मैले बिर्सेँ अब हामी चाहिँ खान्छौँ
ओइ यत्रो पैसा खर्च गर्यो भने के टुर आउनु यस्तो पनि ट्रेकिङ त यार त्यतिका यत्रो पैसा भयो भने अलिक के आइसक्थ्यो के पनि सकिन्थ्यो आज डे 2 भएन खै मलाई त थाहा छैन है म डे 2 हो कि डे 3 हो अनि डे 3 आज हाम्रो चाहिँ हामी नुहाएर फ्रेस भएर अनि हामी ब्याग पनि प्याक गरिसक्यौँ अनि हामी रेडी पनि भइसक्यौँ हुन्छ हैन कस्तो देखेछु म वाउ अनि हामीहरू सबै रेडी भइसक्यो अब कति बजी हाम्रो 8:45 भइसक्यो होला ओइ लौ पैसा राख भइसक्यो अनि हामी चाहिँ अब एकछिनमा हिँड्छौँ अनि यहाँदेखि फेरि ऊ रहेछ नि त के अरे गाडीहरू यत्तिकै गइहालौँ भन्ने टाइपको हुँदो रहेनछ 4-5 जना ग्रुपमा हामी भएपछि बल्ल हामी हिँड्ने रहेछ अब चाहिँ हामी अलिकति माथि छतमा जान्छौँ नुहाएर कपाल हल्का चिसो छ अनि टिकटक बनायौँ भने त्यही बनाउँछौँ अरू हेर्दै गर्नु होला हामी अब बाटोमा अब म सही सलामत राम्रै भयो भने म त्यहाँको भिडियोहरू चाहिँ क्लिपहरू चाहिँ क्याप्चर गर्ने कोसिस गर्छु आई विल ट्राई माई बेस्ट हामी चाहिँ होटलमा अब पेमेन्ट गरेर पानी बिहान मिनिङ वाटर हो होइन होला बिहान लिएन मिनिङ तताको पानी ए 1600 कति हामी त धेरै लिँदैन कि सबभन्दा सस्तोमा हो र आज लिँदा पैसा धेरै लिन्छ खुजुरा छैन यहाँ 130 रुपियाँ है धन्यवाद हजुरलाई हामी बेसी सर बस्नु पर्यो भने आउँछौँ है त नम्बर छ फोन गरेर ल हुन्छ ल के गर्नु पर्ने यसलाई यो खाने मुखरा सही रहन्छ नि लो अहिले खाइन्छ समता आमालाई लिएर सक्छ अमला खाइ पनि हुन्न होला नि बमिट त्यहाँ मोबाइल हाल्ने आन्टीले बमिट हुन्न कि भनेर दिन म खै मैले त पुरै खाएँ भन न हामी चाहिँ हजुर हामी पनि झर्न पाइन्छ एकछिन झरिहाल्नु नि एकजना फोटो लिइहाल्नु माथि त राम्रो छ खै कसरी हो माथितिर झर्न ल हुन्छ अहिले चाहिँ यहाँदेखि फेरि एकजना टुरिस्ट अमेरिकन उहाँ चाहिँ हुनुहुँदो रहेछ त्यही भएर यहाँ रिसिभ गर्नलाई यहाँ रोकिरहेछौँ हामी चाहिँ घामै लागेको छैन डाँडामा घाम लागिरहेछ यता तल चाहिँ छैन यस्तो छ बाटोहरू चाहिँ यहाँ अनि एकदमै चिसो भएर हामीहरू चाहिँ यो ज्याकेट दाइ यो कुन ठाउँ हो यो भुलबुले ए भुलबुले ठाउँमा छौँ हामी चाहिँ अब यहाँनिर चाहिँ एकदमै चिसो छ घामै लागिरहेको छैन हेर्नु है यस्तो छ अनि माथि डाँडातिर चाहिँ घाम लागिरहेछ यहाँ चाहिँ हामी
हामीलाई चाहिँ चिसो भएर ज्याकेटहरू लगाइसक्यौँ It's the guys right here. ओइ के ठाउँ यो के ठाउँ यो के ठाउँ यो ए अक्टोपस झर्ना हो कि होइन यो दामी छ झर्ना ए यो बुम झरना रहेछ म त अक्टोपस झर्ना जस्तो लगाइरहेको थियो होइन रहेछ यस्तो राम्रो छ होइन ल आज खाजा चाहिँ यहीँ खान्छौँ अहिले हामीहरू उयो चाउचाउ अन्डा चाउचाउ अन्डा ओ चना पाउँछ कि पाउँदैन पाउँदैन है चाउचाउ त्यसै म चाउचाउ मात्रै खान्छु नि गाडीको यात्रा सुरु हजुर गाडी चाहिँ अक्टोपस झरेन यस्तो राम्रो यति लामो रहेछ हामी सिडीमा चढेर यहाँदेखि यस्तो भ्यू आउँदो रहेछ हाम्रो चाहिँ गाडी बिग्रियो साथीहरू गाडी बिग्रियो हाम्रो चाहिँ गाडी बिग्रियो अनि क्लच नै फेल भयो भन्छ के हो क्लच अलिअलि सिकेको त हो ड्राइभिङ होइन अब अनि फेल भयो भन्दै हुनुहुन्छ अब कति बेला भन्छ हाम्रो गाडी यही हो यस्तो छ गाडीको हालत उहाँ एकदम चिन्तितमा हुनुहुन्छ बन्दैन कि भनेर कस्तो राम्रो झर्ना पनि रहेछ हेर्नु झर्ना हो कि के हो यो खोला अलि माथि घाममा गएर Never going. Yes. Ah, okay. Wow. Get far. Yes. Yes. Very good. कोही सबै टुरिस्ट रहेछन् अब चामे पुग्न लाग्छौँ ओ माय गॉड कति राम्रो ठाउँ मनाङ जाने हजुर मनाङ जाने हजुर मनाङ जाने
लास्ट चिसो तर बस्न त आनन्द छ नि दिदी ड्युटी न ड्युटी मजाले सुत्यो हेलो ल बोला तिम्रो नाम के हो श्रीयान्जन श्रीयान्जोङ अरू ए पछाडि केही छैन ओ कति चिसो कि हिमाल ओ माई गड स्नो हल्का हल्का देखिसकेको छ यहाँ लास्टै चिसो कि यहाँ त ओ माई गड रोडहरू त यति अफ रोड रोडहरू छ यति डेन्जर बाटो छ लास्टै चिसो छ हामी चाहिँ मनाङ यो मनाङ त होला है होइन होइन अझै माथि राजा यो के नाम ए मुङजे 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 ए मुङजे भन्ने ठाउँमा आइपुग्यौँ हामी चाहिँ मनाङ अझै आउनु बाँकी छ लास्टै चिसो छ हामीले चाहिँ भोक लाग्यो जस्तो भएर मकै खाँदैछौँ बाई 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 राम्रोसँग बस आन्टीले भुट्नुभएको आन्टी हजुरले भुट्नुभएको हेर्नु मकै यति मिठो भइरहेको छ मनाङमा आएर अनि नानी त दौडिँदै गयो Thank you so much, buddy. Thank you. Okay. Thank you, girls. Bye. ओके बाई Bye bye. सो नाइस कति राम्रो घर के हो है यतातिर छ अगाडि हिउँ त तर हामीले चाहिँ उ गर्न पाएको छैन है उता हेर न कस्तो खतरा हामी त्यही चढ्ने हो खै कहाँ हो चढ्ने त्यही हो नि त म देखाउँछु नि जुम गरेर वाउ Hello, guys. यहाँ तात पनि हुन्छ कि तात पनि त कतै चिसो पानी आउँदैन तात पनि के आउँदैन नि चिसो पानी आउँदा पिउन पानी छ त्यहाँ किचनमा तात पानी पिउनलाई अनि नुहाउनलाई? नुहाउनु त अहिले नुहाउनु न ओहो मरिहाल्छ नि यहाँको त पानी नुहाउनु पानी छ अहिले पनि तात पानी आउँछ अहिले चाहिँ आउँछ ए मुखसुख धुने बेलामा त चिसो व्यवस्था छ सबै हात भिजाउने पुस्ने जस्तो त्यो वेबले पुस्ने हो पानी सबै सिल हुन्छ बिहान अनि तापमानले दुयो भने झन् हातहरू मुखहरू फुट्छ चिसो र त्यो मिल्दैन नि हुन्छ हुन्छ आफूको धेरै नजिक किन अक्सिजन पुग्दैन यो सबैको सही जनाले चाहिँ होइन सहीको कोही निस्किन्छ सहीको सही जनाले चाहिँ बिरामी हुन्छ बरु यो आगो फुटेपछि टाढा बस्यो भने अहिले पुग्ने होइन छैन अहिले अब यो घन्टाभित्र हुन्छ 1 घन्टाभित्र ल हामी खाना चाहिँ आइसकेको छौँ अनि तातो पानी खाउन चिसो छ अनि अब यहीँ छ हामी यहीँ बस्ने आज भोलि बिहान अनि हामी जाने सास त्यस्तो गाह्रो भएको जस्तो फिल भयो भोलि बिहान चाहिँ 4000 कति हो होइन 3790 हो क्या अनि 30 100 भन गाना हेर्दै कफीको चुस्क लिँदै बिस्कुटको स्मल बाइट लिँदै हामी थाङसारमा छौँ ओके अब चाहिँ हामी खाना खान्छौँ अहिले चाहिँ 7 बजिसक्यो अनि खाना खाने लास्टै चिसो चाहिँ यहाँ मुखै धुन सकेन हामी त अब चाहिँ हामी खाना खान्छौँ अनि त्यसपछि सुत्न जान्छौँ नानी पिरो त देखाएनौ म त भोइस ओभर गरौँ कि जस्तो लागिरहेको हेलो गाइज गुड मर्निङ अब हामी चाहिँ यहाँ खाङसारमा बसेर अनि हामी चाहिँ रेडी भइसक्यौँ अनि अब हामी रोड ट्रेक सुरु हुन्छ
गुड मर्निङ। पछाडिको भ्यू हेर्न सक्नुहुन्छ यस्तो दामी छ अनि यतादेखि फेरि घाम पनि लागिरहेको छ अनि हामी कस्तो आँखा हेर्नु पनि मिलाएको छैन हाम्रो आजको ओटिटी अनि एक्साइटमेन्ट लेभल त हाम्रो जो हाई नै छ अब हेरौँ के हुन्छ हिँड्ने बेलामा के हुन्छ होइन अनि अब गाह्रो त भइहाल्छ सबैलाई गाह्रो नै हुन्छ होइन ब्याग बोक्नु पऱ्यो भने भागी बोकेर हिँड्नु पऱ्यो भने अब उकालो उकालो नगरेको मान्छे गाह्रो त धेरै नै गाह्रो हुन्छ तर हाम्रो चाहिँ विचार के भन्दा अलिटिड सिकनेस चाहिँ नहोस् भन्ने कुरा चाहिँ होइन अब अलिअलि त हुन्छ तर धेरै चाहिँ नहोस् भन्ने रातभरि मलाई त ऊ चाहिँ मजाले सुत्यो मलाई चाहिँ म रातभरि चाहिँ मेडिसिन खाएर मजाले सुतेँ होइन मलाई चाहिँ रातभरि के कस्तो गर्मी भएको जस्तो गरेर 4वटा ब्ल्याङ्केट हामीले ओढेको थियौँ अनि 5वटा हो क्या हो अनि त्यो यति गर्मी भयो मलाई त है राति हेर्छु उसलाई हेर्छु मजाले सुतिरहेको छ म चाहिँ यस्तो गर्मी भइरहेको थियो अनि फेरि उठौँ भने अब उठेर कता जाने रातभरि हामीसँग निद्रा लाग्थेन अङ्कलले होटल चाहिँ आयो है हामी बसेको पोटला गेस्ट हाउस हजुरहरू अब अहिले त अफ सिजन रहेछ सिजनको बेलामा आउनुभयो भने चाहिँ यी नम्बर पनि यहीँ छ यही पोटाला गेस्ट हाउसमा बस्नु होला एकदम राम्रो हुनुहुन्छ यहाँको अङ्कल आन्टीहरू बहुत राम्रो हुनुहुन्छ अनि हामी चाहिँ अब हाम्रो लागि गार्लिक सुप रेडी गर्न लाग्नुभएको छ त्यो खायो भने चाहिँ अलिक सिकनेस चाहिँ अलि हुन डर कम हुन्छ अरे त्यही भएर अलिकति एनर्जी पनि आउँछ अरे गार्लिक सुप खायो भने अब घरमा त कहिले पनि खाइएन होइन त्यो लसुन भन्नु बित्तिकै छि भन्यो नि त यहाँ चाहिँ गार्लिक सुप खानु पऱ्यो ल हेर्नुहोस् साथीहरू अनि यस्तो पनि हुँदो रहेछ मान्छे यस्तो चेन्ज जमाना फेरियो साइली जस्तो कुरा गर्नु पर्ने रहेछ अनि त्यसपछि खाएर अनि हामी हिँड्छौँ जस्तै त्यो हिँड्दै माथि हेर्दै जानुपर्छ त्यहाँ चाहिँ कन्टिन्यू आइरहेको छ कि उता लेन्ड साइड दुई ठाउँमा छ त्यो सेकेन्ड गाउँमा चाहिँ नि 1300मा चाहिँ अलिक माथि हेर्दै अलिक छिटो दौडिनुपर्छ नानी त्यहाँ आउँछ कि त्यो कहाँ त्यो 22 घुम्ती भन्नु नि र नानीको त्यो यता त्यो यहाँबाट जाँदाखेरि त्यो लेन्ड साइड त्यो टिसपको उतोपट्टि के त्यो उतोपट्टि 1300 जाडोले के गर्न सक्दैन आमा यत्रो खाने तर त खानु पर्यो नि हाम्रो हिट हुन्छ चाहने मन परेन तर मिठो रहेछ मलाई चाहिँ यस्तो मन पर्यो है मलाई चाहिँ एकदमै मन पर्यो गार्लिक सुप हामीले किनेको यो अब हामी त्यो लगाउँछौँ गाइस हाम्रो चाहिँ हिँड्ने सुरु भइसक्यो अनि सुरुमै गाह्रो हुन लागिसक्यो हामीलाई एन्ड ऊ पनि छ हामीसँग अमेरिकन मलेसियाबाट आएको अनि हामी पनि जाँदैछौँ हिँड्दा हिँड्दा अलिअलि गाह्रो पनि भइरह हो त्यहाँ ग्याबिङ छ त्यहाँ चाहिँ त्यो ग्याबिङको छेउसम्म पुगेपछि त्यहाँ आराम गरेको जस्तो गर्ने छेउमै त्यहाँबाट चाहिँ तपाईँ माथि हेरेर चाहिँ फ्याट्ट दौडिनुपर्छ त्यहाँ चाहिँ कन्टिन्यू आइरहेको छ कि हामी पुग्ने अब त्यही माथिको घरमा खानाले अनि पानी पुरै आइस जम्या कसरी जाने आइस यहाँ ऊ यता ढुङ्गामा हो त्यहाँ यस्तो आइस जम्या हेर्न सक्नुहुन्छ है ओ माइ गॉड
हेर त मोबाइल समात त रुको ल उठ होइन नि रुको नि समात ल रुको म त रुको ल कसरी आए है मान्छेहरू लट्ठी समात त यहाँनिर ओ माई गड हेर्दाखेरि रोड जस्तै छ बाटो जस्तै कस्तो बरफ जमेर रहेछ पुरै स्लिप खायो नि जुत्ताले हेलो गाइज हामी त्यहाँनिर त्यो स्नो देखाइरहेको थिएँ मैले अनि त्यहाँनिर चाहिँ कस्तो बाटो सेम बाटो जस्तै देखिने कि हेर्दाखेरि है एकदमै स्लिपरी रहेछ क्या आइस जमेको रहेछ अनि बाटो जस्तै आइस कि सेम टु सेम म त बाटो नै होला भनेर यसरी टेकेको त यसरी स्लिप खायो धन्न सिधै तल पुगेनौँ म लोटेको देखेर ऊ आती त मलाई तान्दा तान्नायो म पनि लडेँ स्टिक पनि भाँच्यो अब कसरी जाने गाह्रो छ डर लाग्यो माइ लड जस्तो भयो मलाई त अब त्यो बाटो अनि काटेर आइसक्यो यति डरलाग्दो छ डेन्जर छ पुरै साइडमा बरफ जम्यो अनि यस्तो ओह्रालो छ अनि पुरै त्यहाँदेखि फेरि यस्तो जाने फेरि तल फेरि हेर्न सक्नुहुन्न कस्तो डेन्जर बाटोहरू गएको ठाउँ रहेछ देखाइदिन्छु है 0.5मा हेर्नु त अब यो चाहिँ उतै परसम्म त हामीले क्रस गर्नुपर्ने हुन्छ यो बाटो के गाइज हेर्नु त यस्तो बाटो नि कोही हिँड्छ यहाँनिर कति डर लाग्दो ओ माई गड माथि हेर्न पनि डर लाग्छ मलाई त यस्तो बाटो छ कसरी हिँड्नु अब यस्तोमा आउँछ त्यो ब्लग बन्द गर है आऊ के छिटो आऊ भन्नु छ हेर्नु यस्तो बाटो छ यस्तै डेन्जर बाटो डर लाग्यो माइ गड मेरो साथीहरू उहाँ डराएर कोमा पुग्न मात्रै बाँकी छ ए फाइनली गाइज 5:30 भयो बेस क्याम्प यहाँ छ हामी जाँदैछौँ अब यस्तो छ यहाँको सब ल्यान्डस्लाइड आउने मात्र बाटो छ यस्तो छ यहाँ त डेन्जर मोबाइलले हातले मोबाइल छुन पनि मिलिरहेको छैन अब यहीँमा गएर आज हामी बस्छ अनि भोलि बिहानै कति बजी हुन्छ हामी माथि तिलीचो लेकमा जान्छ कस्तो गाह्रो भयो मेरो हात देखाउँछु है हेर्नु हात सुनेर कस्तो भएको अर्को हात देखाउँछु यस्तो सुनेर कस्तो भएको छ ए आया जुत्ताको हालत हेर्नु बहुत चिसो गाइस अब साँझ खाना खाने बेलामा बनाउँछु भ्लग लास्टै गाह्रो भयो हामीलाई चाहिँ 9 बजे हिँडेको अझै पुग्दैछौँ अब कति बजे पुग्छौँ 6 बजे अब एकछिनमा पुग्छौँ होला हामी धेरै टाइम लाग्यो हामीलाई चाहिँ ल बाई गाइस हेलो गाइस मैले चाहिँ अगाडि भ्लगहरू कन्टिन्यू गर्नु पाएन अनि यो हामी तिलीचो बेस क्याम्पमा बसेर अहिले चाहिँ हामी नेपाल घुम्ती भन्ने यहाँ तल छ त्यो भर्खरै पार गरेर हामी यता आइसकेको छौँ धेरै हुनुहुन्छ त्यस्तो धेरै त हुनुहुन्न जोस् धेरै हुन्छ हिउँहरू यस्तो छ
लास्टै गाह्रो भइरहेको छ। हल्का खोकी लागेर रुगा खोकी लागे जस्तो भइरहेको छ। अनि मेरो साथी चाहिँ पछाडि आउँदैछ, देख्नुहुन्छ? जस एकदमै खुसी लाग्यो। आज चाहिँ मेरो साथी सकिरहेछ, आइरहेछ त्यहाँदेखि। अनि जस 22 घुम्दै चाहिँ उसले पनि पार गर्यो। आइ एम सो मच ह्याप्पी। र अब यहाँदेखि चाहिँ केही घन्टा लाग्छ होला हामी तिलिचो लेक पुग्नलाई। फाइनल्ली हामी पुग्नलाई यस्तो गाह्रो पनि भइरहेको छ। आफूलाई पनि वाउ जस गर्न सक्छौँ है भन्ने जस्तो फिल पनि भइरहेको छ। कोही चाहिँ गएर पनि फर्किसक्नु भयो टुरिस्टहरू। हामी चाहिँ जाँदैछौँ। अहिले चाहिँ त्यही 9 बजी होला बिहान हामी त्यही 5 बजीतिर हिँडेको। अनि अब हामी त्यहाँ गएर म भिडियोहरू बनाउने छु हजुरहरूलाई। ओके, हेलो। यो गाइस यस्तो छ बाटोहरू चाहिँ यहीँमा हिँड्ने हो हामीहरू। अहिले चाहिँ स्नो छ। अस्ति स्नोमा चिप्लेर लोटेर गाह्रो भयो, त्यही भएर म चाहिँ भ्लग अहिले गराउँदिनँ। अनि फेरि माथि गएर कन्टिन्यू गर्छु। धेरैहरू क्याप्चर गर्नु पाएको छैन, अनि गाह्रो पनि भयो मेरो साथीलाई गाह्रो पनि भयो अहिले, त्यही भएर फाइनली गाइस हामी चाहिँ अब पुग्न लाग्यो। उता छ यस्तो चाहिँ यहाँको नजारा। हामी चाहिँ अल्पाइन होटलमा अल्पाइन होममा आइसकेको छ। यो बेडहरू चाहिँ ब्याग राखेर फोहोर भइसकेको छ। राम्रो छ यस्तो हामी हसाङ फसाङ गर्दै होइन। हामीसँग धेरै टाइम थिएन, त्यही भएर यस्तो रनिङ गर्दै आएको कि यस्तो राम्रो। ल हेर्नुहोस् त ल, अब हामी आइस लेक त जानु पाएनौँ, टाढा छ। ल ग्रिन लेक जाऊँ है त हामीसँगै। ल हेर्नुहोस् त, वाउ कति खतरा।